हेलो साथीहरु नमस्ते। आज चाहिँ हामी बिजनबारी आइरहेको छौं। धेरै थुप्रै काम थियो र यहाँ एकजना चाहिँ स्पिड जाँदैछ। हामी चाहिँ अहिले के गर्छौं भनेर तपाईहरुलाई देखाउँछौं, हेर्दै गर्नुस् होला। साथीहरु हामी चाहिँ अहिले भने चाहिँ ब्याङ्क जाँदै छौं। ब्याङ्कमा काम छ दुईजनाकै, यता हेर्देऊ न। हामी दुईजनाको ब्याङ्कमा काम छ। हामी चाहिँ ब्याङ्क पनि पुग्न आँटिसक्यौं। अहिले भने हामी चाहिँ ब्याङ्क पनि पुगे साथीहरु, तपाईहरुलाई अहिले भेट्ने छौं। अहिले भने चाहिँ हामी एटीएम मा आछौं। पुरा गरम छ बिजनबारीमा चाहिँ आज। साथी चाहिँ यहाँ बसिरहेछ लाइनमा। यस्तो गरम छ, यस्तो गरम छ। अचम्मै गरम छ आज चाहिँ। हेर्नुस् होला घाम कस्तो दामी लागिरहेको छ। हामी चाहिँ एटीएममा लाइन बसिरहेको छौं। अहिले भने यहाँनिर हामी लुगा किन्ने दोकान आइरहेको छौं। लुगा दोकानमा लुगा किन्दैछ उसले। नानीहरुको लुगा किन्नुलाई कामै सकेको छैन साथीहरु, कम्ती काम छैन अझै। गरमले म त मर्नै आँटिसके। बिजनबारीमा कति गरम फोटो खिच्चिस। साथीहरु अहिले भने चाहिँ म फेरि सिधै बिजनबारीबाट स्कुल आइरहेको छु नानी ल्याउनु। तपाईहरुलाई केही देखाउनु पनि पाइन, कतिवटा काम गरे भनेर, किनभने गरमले सकिन नि त। त्यही भएर पुरा गरम थियो, हावा पनि कस्तो चल्यो, अन्त देखाउनु पनि पाइन। अहिले भने म फेरि पोस्ट अफिस आएको थिएँ। आज पनि पोस्ट अफिसबाट फर्किँदैछु। हावा चाहिँ यस्तो रहेछ यहाँनिर। यस्तो छ हावा चाहिँ, उडेर लान्छ होला साथीहरु मलाई। अहिले भने चाहिँ घर आइपुगेर पनि एकछिन आराम गरिरहेको छु। तपाईहरुलाई देखाउनु पनि पाइन हावा कस्तो चलेर। मेरो सानो छोरी यहाँ छ। कस्तो हावा चल्यो कि बाटोमा। यसो भिडियोहरु गर्दै अमै भनेको देखाउनु पनि पाइन। अहिले चाहिँ भर्खर घर आएर बसिरहेको छु। बाई बाई साथीहरु, थ्यांक यू फर वाचिङ। नेक्स्ट भिडियोमा भेटौँ अब। बाई बाई गर्देऊ।